छक्का पञ्जालाई धन्यवाद दिनुपर्छ किनभने छक्का पञ्जा निर्माण गरेर प्रदर्शन गरिसकेपछि दर्शकले मिडियाले यति धेरै सपोर्ट गर्नुभयो यति धेरै करोडौंको मालिक बनाइदिनु भयो चलचित्रलाई निर्मातालाई र उहाँहरूलाई धन्यवाद दिन चाहन्छु मिडियाको साथ बिना हामी केही पनि गर्न सक्दैनौं त्यसकारणले गर्दा आज विशेष यो मिडियाको लागि राखिएको कार्यक्रम हो गीत हेरिहाल्नु भयो किन लाग्ला नाइलनको साडीमा मेरो मान्नु पनि यहाँ छ सबैजना मेरो आर्टिस्टहरु सबैजना यहाँ आइदिनु होला सुष्मा जी मेरो लाला मेरो बाबा स्वरूप ब्रदर माग्नु भइहाल्यो दीपक जी लगायत मेरो आदरणीय दिजु लक्ष्मी दिजु अनि जयनन्द दाई देखिरहेको छु कुमार बस्नेत दाई अनि भान्जा दाई मेरो दाइने देब्रे खुट्टा दुईटा खुट्टा सबै भान्जा ब्रो हो निर्मल दाई कहाँ हुनुहुन्छ निर्मल दाई विपिन जी हाम्रो सम्पूर्ण टेक्निशियन मित्रहरू प्लिज आइदिनु होला अनि मेरो मलाई सपोर्ट र मलाई यो राम्रो यो नराम्रो भनेर घचघचाउने हाम्रो दाइहरू असिस्टेन्ट दाइहरू चिफ असिस्टेन्ट दाइहरू सबैजना आइदिनु होला कुमार दाई प्लिज अगाडि आइदिनु कुमार दाई आज हामीले वास्तवमा यो गीत एकदमै ठाडो भाका जुन भाका चाहिँ कीर्तिपुरको डाँडातिर धेरै गुन्जिन्थ्यो त्यो भाकालाई टपक्क टिपेर यो लोक सङ्कलन हो ल यसलाई चाहिँ हामीले चाहिँ टपक्कै टिपेर फिल्ममा हाल्यौं र दाई सर्जकलाई हामीले यहाँ उठाउन पनि पायौं आज दाई एउटा लोक गायकका स्रष्टा जसलाई हामीले मन मुटु हृदयदेखि तन मनदेखि नै हामीले रेस्पेक्ट गर्नुपर्छ दाइहरूले यस्तो गीत नगाउनु भएको भए सायद हामीले यस्तो गीत निकाल्न सक्दैन थियो होला र हाम्रो एक्जिक्युटिभ प्रोड्युसर विकास आचार्य दाई विकास दाइले पल पलमा नानी यस्तो गर्दा ठिक हुन्छ दीपक बाबु यस्तो गर्दा ठिक हुन्छ भनेर हामीलाई भनिरहनु भएको छ इको आइरहेछ केही छैन अनि मेरो एकदमै राम्रो खिच्ने दाई दीर्घ गुरुङ दाई आज सुटिङमा व्यस्त हुनुहुन्छ आउनु पाउनु भएन र सम्पूर्ण मैले नाम छुटाएको भए सरी र वास्तवमा यो हाम्रो यो मिडियाको गीत हो मिडियाको काम हो हाम्रो काम हो म त के भन्छु भने आजसम्म हाम्रो थियो भोलिदेखि हजुरको हुन्छ प्रदर्शन भइसकेपछि हजुरको हुन्छ चलचित्र त्यसकारणले गर्दाखेरि हजुरहरूले माया दिनु भएको छ एउटा सानो एउटा स्ट्यान्डी पनि हामीले राखेका छौं अब यति भन्दै म सबैलाई स्वागत गर्छु र आज विशेष अर्को काम जुन कामको लागि अब यहाँ छोपिएको छ सेतो पर्दाले उहाँलाई अब उठाउने छौं हामी र यहाँ दीपक जी बोल्न खोजिरहनु भएको छ दीपक जी प्लिज यसरी बोल्दा हुन्छ धेरै भूमिका बाँध्नु हामी खासमा हामीले एनाउन्स मात्र गरेका थियौं छक्का पञ्जा भयो हामीले सोशल रेस्पोन्सिबिलिटी भन्छ जसलाई सामाजिक दायित्व त्यो सामाजिक दायित्व पनि निर्वाह गरौँ किनभने समाजमै बस्छौँ त्यसकारणले हामीले त्यति बेला एनाउन्स गरेका थियौँ कि छक्का पञ्जा टोलीले एउटा एम्बुलेन्स हस्तान्तरण गर्नेछ एउटा त्यो विकट गाउँमा जहाँ अस्पताल लाउन धेरै टाइम लाग्छ त्यहाँ आउन नपाएर बिरामीहरू दुःख पाउनुपर्छ त्यस हिसाबले हामीले आज एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम राखेका जति हामी यहाँ र बचत तथा सहकारी संस्था लिमिटेड पनौतीतिर त्यहाँ हस्तान्तरण गर्दैछौँ अब उहाँहरूले यसलाई सञ्चालनमा ल्याउनु हुनेछ त्यसका अध्यक्ष हस्तबहादुर लामाजी कोषाध्यक्ष ज्ञानबहादुर लामाजी यहाँ आउनु भएको छ उहाँलाई पनि गर्छौँ र कार्यक्रम धेरै लामो गर्न चाहँदैनौँ यो खोलेर देखाउँछौँ र उहाँलाई साँचो हस्तान्तरण गर्छौँ किनभने टाइम तपाईँको धेरै ठाउँ जान्छ त्यस कारणले छोटाइहाल्नु थ्याङ्क यू One, two, three, मा भन्छ है ल रेडी हो भाइहरु हैन 1 2 3
भावना चाहिँ त यो चाहियो नि मोडर्न चाहियो भएन भने त्यो मोडर्न हुन्छ गीतमा अलि खास इङ्ग्लिस पनि छिरेको छ इङ्ग्लिस चाहिँ खास के गर्नु अब हाम्रो लोक संस्कृतिमा धेरै कुरा छिरिसक्यो नि आजकल अहिले हाम्रो पनि त एउटा प्योरिटी छैन आजकल जे चिजमा पनि बाह्य चिज छिरिसक्यो काहीँ भारतीय प्रभाव छिरेको छ काहीँ अमेरिकन प्रभाव छिरेको छ त्यसकै कारण एउटा ब्रान्ड हो दिपा अर्को ब्रान्ड हो गीतले चाहिँ अब फिल्मलाई कहाँसम्म लानु मद्दत अब यो गीत चाहिँ एउटा रिफ्रेसमेन्ट जस्तो मात्रै लाग्छ होइन अब गीतले हुन त गीत सङ्गीतले फिल्म चल्न थालिसकेको छ म त्यस्तो आश गर्दिनँ हाम्रो काम चाहिँ दर्शकलाई हँसाउने हो दर्शकहरूको अपेक्षा के हुन्छ भने छक्का पन्जाले हँसाउँछ अथवा एउटा सामाजिक सन्देश दिन्छ भन्छ त्यो चाहिँ पुरा गर्छौँ गीत सङ्गीत चाहिँ रिफ्रेसमेन्ट जस्तोको रूपमा मात्रै लिएर अन्तिममा तपाईँको बारेमा चाहिँ केही यसो क्यारेक्टरहरू जस्तै तपाईँले चलाउने बाइक नम्बर हेर्दा सरकारी कर्मचारी जस्तो हुन्छ त्यस्तै पुलिस केही रोल अथवा केही त्यस्तै छ पुलिसको बाइक चोरेर हिँड्दैन होइन त्यो चाहिँ अब अहिले के खोल्नु तर जे राजा राजै हो होइन दर्शकलाई के भन्न चाहन्न एकदम नतमस्तक छु तपाईँहरूले सपोर्ट गर्नु भएको छ हामीबाट केही भुलहरू भएको छ भने अथवा तपाईँहरूलाई कहीँ हामीले सन्तुष्ट गर्न सकेका छैनौँ भने पनि सरी अब यो आउने प्रोजेक्टमा हामीले धेरै चिज चेन्ज गरेका छौँ धेरै अलिक फरक दिने कोसिस गरेका छौँ तपाईँहरूको अपेक्षा पुरा गर्छौँ भन्न चाहन्छु थ्याङ्क यू दाजु म त डिजेलको गाडीमा हिले लाग्ला नाइलनको सोच खतम छ त्यस कारण ए दाजु नसमाउनारीमा जान्न म त डिजेलको गाडीमा हिलो लाग्ला नाइलनको हिलो लाग्ला नाइलनको स्वर तिर्न जानु होला शब्द तिर्न जानु होला पनि इन्जोय गर्नुभयो होला होइन मैले त हेर्नै पाइनँ नाचेको कस्तो लाग्यो एकदम दामी छ 16 वर्ष जवानी फर्किया रहेछ ए इन्टरनेसनल डान्सर हो म चाहिँ मेरो पनि छ सिंगल नाच्नु भएको सिङ्गल नाचेको हो तर अहिले चाहिँ लुगा हो पछि थाहा हुन्छ खतरा नायिका छ एकजना नामै खतरा हजुर नामै खतरा छ मैले त घरबाट हिँड्दाखेरि ठ्याक्क ढिला भयो म ढिला उठ्छु उठ्दाखेरि त अनलाइनमा आइसकेको रहेछ अनलाइनमा आइसकेको रहेछ यस्तो गरिरहेको कस्तो लाग्यो राम्रो लाग्यो एकदम राम्रो हजुर एकदम इन्टरनेसनल डान्सर हो मसँग धेरै माइकल ज्याक्सनहरू त्यो नाच्दा धेरै गाह्रो भएको थियो विशेष गरी त्यो पहिलो दिन पोखराको एउटा चौकीमा थियो होइन अनि 12 बजीको घाम थियो अनि कति टेक खाइयो एकदम ह्याक भयो उठ्दा म सक्दिनँ भन्न मात्रै लागिरहेको थियो मैले सक्दिनँ भने त अब यो गीतै रोकिन्छ के भन्ने होला भन्ने ठ्याक्क त्यही बेला चाहिँ बादल सर्लक्क माथि आएर होइन यसमा पनि अलिकति फरक हो होइन तर पहिचान त हराउँदैन घटायो हजुर नाच्दाखेरि नि पेट अहिले त छैन नि तान्दाखेरि यति छ छोडिदियो भने यस्तो हुन्छ त्यो नाच्ने मान्छेले कस्तो जान्दछ त्यस्तै दिने हो यस्तै आउँथ्यो अब यस्तै पिपिरी त्यही नैहरू उहाँले हामीलाई के आउँछ त्यही नै दिनुभयो हामीलाई भन्दा उहाँलाई नै बढी गाह्रो उहाँले मेरो विचारमा उहाँको यो नृत्य निर्देशनको इतिहासमा सबभन्दा गाह्रो यसमै भयो गीतको शब्दमा चाहिँ कालो मान्छे ह्यान्डसम हुन्छ भनेर पनि सिम्बोलिक रूपमा प्रस्तुत गरिएको रहेछ त्यो तपाईँले नै टार्गेट गरिएको कि गीतको नेपाल र स्वरूप प्रकाश ढकाललाई टार्गेट गरिएको हो होइन त्यसमा चाहिँ दीपक दाईले लेख्नु भएको हो मेरो विचारमा मलाई नै हेरेर लेख्नु भएको होला जस्तो लाग्छ गरो कति हेर्छौ यता ह्यान्डसम
त्यसमा कालोहरूको पनि भविष्य छ भने अन्त निर्देशक आफैमा पनि झन्डै झन्डै म जति कालो आमालाई नै प्रस्तुत गरौँ। अनि यो पटक थकापन जतिमध्ये कालीबुढीले के गर्दैन यसो अलिकति त्यो भन्न नमिल्ने छ कथामा त्यस्तो भन्न मिल्दैन। भिनाजुको एक्लो सालो अनि भिनाजु आउनु भएन? हजुर भिनाजु चाहिँ आउनु भएको छैन, सालो मात्रै हो। भिनाजु आउने सम्भावनै छैन। दिदी कहिले बिहे गर्दिन, खालि नक्कली बिहे गरेर कहिले कसको बुढासँग कहिले कसको बोयफ्रेन्डसँग नक्कली बिहे गर्दा गर्दै उमेर गइसक्यो बिचरा उता दिदीको पनि होइन। आफूले खोज्ने केही प्रयास त गर्नु भएको छैन? हामीले खोजेर कहाँ चित्त बुझ्छ र हामीले कतिवटा केटा देखाइसक्यौँ। अब गीत कस्तो लागेको छ हामीलाई पनि हरेक कुरा रिलिज गर्दा एकदमै डर लाग्छ। इक्जाम दिएर त्यो रिजल्ट पुर्या जस्तै हुँदो रहेछ। यसमा पनि एकदम डर लागेको छ कस्तो भएको छ के भएको छ। दर्शकहरूले अब अवश्य पनि थ्याङ्क यू भाइ।